Good morning, guys. 5:30 बजिरहेछ होइन कति बज्यो 5:30 5:25 भइरहेछ हामी उठ्यौँ हिजो कति 10:30 सम्म सुत्यो 10:30 सम्म सुत्यो होला यार मेरो मजा लाग्यो मलाई हिजो 9 बजे सुत्ने प्लान थियो ताराले ताराले डिस्टर्ब गरे पल्टिसक्यो मान्छे है त्यही त बादल थियो कि पुरै त्यही नि हेर्न जाऊँ भनेर गएको मजाको क्लस्टर चाहिँ देखाएको थियो अगाडि होइन फोटो पनि खिच्यो 2टा जति मजाले त्यसपछि बादल लाग्यो बादल लागेपछि यसै भयो म चाहिँ सुतेँ मजाले बिचमा राति झाकझुक भएको थियो अलिकति बट या वेयर अप अब उठ्ने मुखसुख धुने कफी खाने देन टु फेरि आजको डेस्टिनेसन फेरि ल वाइल्ड हिँड्नुपर्छ आज नि हाम्रो हिजो जस्तै हुन्छ त्यही त प्लस आज हायर अल्टिट्युड हो आज गाह्रो हुन्छ होला त्यही त सो तर वेयर रेडी लेट्स डु दिस शिट जुत्ता दुवैजनाको भिजेको छ सो गाइज गुड मर्निङ 6:45 भयो हामी 6 बजे हिँड्ने भन्दा भन्दै अल्याङ टल्याङ गऱ्यो प्याक गर्न थियो प्याक गऱ्यो यो त्यो गर्दा अब हामी हिँड्यो आज वाकिङ आवर्स त्यहाँ 10 आवर्स अब खाना खाने ब्रेकहरू छुट्टै भयो अनि हिजो यस्तो राम्रो मिल्की वे देखेको थियो होइन यो लगभग ल यो अहिले गोप्रोको लेफ्ट एजदेखि देखेर यति राइट एजसम्म देखेको थियो कि यति एक्सटेन्डेड भ्यू थियो है लास्ट मजा आयो त्यो हेरेर बस्न पनि सो अब चाहिँ हामी हिँडेको अब ठाडै भएर छ 1.5 घन्टा अनि त्यसपछि फर्दर त्यहीँ गएर बुझ्नुपर्छ बिर्सिसक्यो भन्न त सबै भन्दै थियो दाइले तर चाहिँ होस् अब 6:45मा हिँड्न थाल्यो हामी 12 घन्टा त लाग्ला खाना खाने ब्रेक र यताउति गरेर सो अब आज राति 7 बज्ने भयो सियु गाइज अगाडि सो गाइज हामी गोल्फुबाट उक्लिन थालेको 1/2 घन्टा भइसक्यो है 1/2 घन्टा ननस्टप भर्याङै मात्र चढेको छ अब चाहिँ अलि सम्म बाटो आएको छ फक कतार जाने यार ल्याच छ अब चाहिँ बल्ल अलिसम्म बाटो आयो हुस्सु डेन्जर लाग्छ है त्यहीँ सुनिँदै राम्रै नदेखेला जस्तो है बिहान 1.5 घन्टामा कुटुमसाङ पुग्थ्यो भन्छ अब पुग्न लाग्यो कि भन्ने आश छ है बिचमा के अरे त्यो के भन्छ त्यसलाई बिचमा चाहिँ सुनिलको ट्रेकिङ स्टिक भाँचेर हामी लौरो खोज्न थाल्यो जङ्गलमा त्यसमा हाम्रो 10-15 मिनट खेर गयो होइन नभए त ननस्टप हिँडि नै रह्यो अब हेरौँ कति घन्टामा कुटुमसाङ पुगिन्छ विल अपडेट यु गाइज कुटुमसाङ पुग्ने बेला सो गाइज हामी त्यो खामसाङ के भन्ने ठाउँबाट माङ्गेन गोठसम्म यस्तो ठाडो उकालो चढ्यो नि 3 घन्टा ओन्ली स्टेयर्स है ओन्ली फकिङ स्टेयर्स अनि त्यसपछि चाहिँ होपलेस हुने गरी स्टेयर्स चढ्यो क्या हामी अनि अर्को चाहिँ के अपडेट आयो भन्दाखेरि हामी फेरि चाहिँ कुनै हालतमा पनि जान सक्दैन किनभने माङ्गेन गोठबाट फेरि 8 घन्टा अरे होइन सो हामी कति 12:15 होला 12:15मा फेरि पुगिसकेको थियो खानासाना के अरे माङ्गेन गोठ पुगिसकेको थियो अनि खानासाना खाइवरी निस्किँदा 1:40 जस्तै भयो अनि अब 2:30 देखि 3 घन्टामा कहाँ पुग्छ भन्दाखेरि थाडेपाटी पुग्छ अनि त्यसपछि अर्को 2 घन्टामा घोप्टे पुग्छ हाम्रो आजको डेस्टिनेसन चाहिँ घोप्टे हो बल्ल ट्रेल पनि अलि आनन्द लाग्दो आउनु थाल्यो इन्जोय गरिरहेको छौँ है चिरिङ भाइबी ट्रेल थियो भर्खर चाहिँ जङ्गल छिर्यौँ नभए पुरै ग्रिनरी फुलहरू फुलेको खोलाको आवाज खालको ट्रेलहरू थियो अब 2 घन्टा उकालो हो ठाडेपाटी त्यसपछि ओह्रालो अनि लास्टमा घोप्टे पुग्ने बेला चाहिँ ट्याक्क उकालो छ अरे अब अहिले विल किप यु गाइज अपडेटेड सो गाइज हामी ठाडेपाटी पुग्या कति 15-20 मिनटै हुन लागिसक्यो चेन्ज गऱ्यो अति पसिना भयो बिकज पानी पऱ्यो भने रेनकोटले गुम्सेर दुवैजना पानी हो भयो हामी चाहिँ जे भयो नि रात पऱ्यो नि घोप्टेसम्म चाहिँ हिँडिने भनेर बस्यो अब 2 घन्टा हो
5:15सम्म हिँड्छ होला 5 भयो होइन कफी खाएर हिँडिहाल्ने हो 5:15सम्म हिँड्छ होला त्यो गर्दा 7:15 ढिलामा 7:30सम्म घोप्टे पुग्छ होला अनि त्यहीँ बस्यो अनि भोलि बिहान 5 बजे फेरि चढ्यो 3 घन्टा 4 घन्टा त्यस्तै अनि फेरि सूर्यकुण्ड चढ्यो 3 घन्टा जसो अनि सक्यो ट्रेक त्यहाँबाट चाहिँ ओर्लिने नै हो गोसाइकुण्ड ओर्ल्यो अनि के हुन्छ गोसाइकुण्डै बस्ने होला भोलि हाम्रो प्लान चाहिँ त्यही छ सी यु गाइज एट घोप्टे कहिले जुगा चिरेछ कहिले कुरो चिरेछ सो गाइज वी आर हेडेड टु के अरे घोप्टे होइन अनि दिस लेट अँध्यारै भयो हुन लागिसक्यो लगभग यहाँ अँध्यारो हुन लागिसक्यो सबै चेन्ज गऱ्यो हामीले ओए मैले कपै उ गर्नु बिर्सेँ यार राख्नु बिर्सेँ क्या तेरो पनि झुन्डाउनु मिल्छ हुन्छ ल झुन्डाइदिएँ त अनि त्यसपछि हामी अब खासमा चाहिँ घोप्टे जानुपर्ने हो होइन हामी यहाँ बसी बसी चाहिँ कुरा गरिरह्यो होइन घोप्टे जाने भन्दै छेकियो कि अब घोप्टे नै हेर्दै छेकियो क्या गफ गर्दै त्यहाँ छ भनेर भन्दै छेकियो अब कसरी जाने वी हेभ नो आइडिया जाने हो अब त्यहाँ पुगेर जसरी जाने अब त्यहाँ पुगेर ए थाहा भयो यार सुबी मलाई तर बाटो यहाँबाट पुरै क्लियर रहेछ ऊ तल एउटा देखाइ रहेछ है ए ठिक छ तर 2-3टा डाँडा घुम्नै पर्ने रहेछ ठिक छ त्यहाँ भ्यू चाहिँ नाइस छ एकदमै है 3टा डाँडा हो नि गाइज हामीले भ्लगै गरेको छैन होइन हिँडेको छ थाकेको छ भन्छ अहिले चाहिँ हामी फेरि पुगेर खाना पनि खाइसक्यो 11 बज्दैछ कति भयो 11:15 हुन लाग्यो है अहिले 11:15 हुन लाग्यो अनि खाना खाइसक्यो मिठो खाना बिहान 7 बजे हिँडेको त्यही 7:15 बजे हिँडेको 11:15मा आइपुगेको थियो के अरे 3 घन्टा 10:15मा आइपुगेको थियो अनि हिजो नि हिँड्यो 10 घन्टा प्लस आज अब 7-8 घन्टा हिँड्नुपर्छ यहाँ 3 घन्टा हिँड्यो अब 4 घन्टा म्याक्सिमम् सूर्यकुण्ड त्यहाँबाट 45 मिनट भन्न अब म्याक्सिमम् भने 5 घन्टा हो आज चाहिँ अलिक कम वाक हुन्छ 8 घन्टा मात्रै हुन्छ तर आज हायर अल्टिट्युडको वाक हो अब हामी 4 घन्टाभित्र सायद हामी 3 घन्टामा पुग्न त सक्ला 3-3.5 घन्टामा अब हामी त्यति टाइममा लगभग 600-700-800 नि 900 मिटर हो क्या हो 900 मिटर चढ्नुपर्छ ओ माई गड एल्टिट्युड अब चाहिँ गाह्रै हुनेवाला छ स्टेयर्स छ फेरि पुरै रुटै स्टेयर्स छ है थाकेकै छौँ थाक्न चाहिँ तर हिँडी पनि रहेछौँ अब सूर्यकुण्ड पुगेरै कुरा गरौँ न ल It's still it's cheaper for you, yes? It depends. Beer, it's more longer here than in Spain. Chilling But the food is at cheaper. Gosaikunda. Food cheaper. अनि हामी यहाँ And to stay. meet our But, friend Lou. beer, Drink beer and they pay whatever they क्यामेरामा पानी पसेछ yeah. अब भोलि घाममा सुकाएपछि मात्रै ठिक हुन्छ होइन हामी आउनु चाहिँ गोसाइकुण्ड पुग्यो अनि हामी यहाँ चिलमा आगो तापिरहेको छ अनि हामीलाई यहाँ एउटा खैरो भेटेछ लु but the taxes is not स्पेनको going in the right way. अनि Yeah. चिल छ वाइल्ड चिल छ यो मान्छे साइकल स्पिड रनर रहेछ होइन Including in this पागल हिँडिरहेको छ पिके पिक्सिक गएर सोलो गएर आएर फेरि लाङटाङ चढेर गोसाइकुण्ड आएर हेलम्बुबाट मेलम्ची निस्केर काठमाडौँ जाने रे thing है is not
going like that's अनि some of the इन्सेन डब्लु म्यान है fences and all the things. ओह्रालो देखेकै कुद्दिने र डबल स्पिडमा It hurts my soul. हुन्छ चिलमा 5:30मा पुगेको थियो गोसाकुण्ड अब चिल हान्न छ यिनीहरूको यहाँ झगडा पर्दैछ टुरिस्टलाई बढी किन लिने नलिने भनेर यहाँ एउटा लोकल र रिको झगडा They have enough money. डिबेट भएर त्यही हो अरू त चिल नै छ Money, they So guys, we made a new friend. We made a new friend from Spanol, Lou. Lou is our new friend. We are here. And he's so good, he's so vibey, eh? Good vibes. Yeah, good vibes. And we're going back to Kathmandu and we're meeting. We will drink some beers Yeah. in Kathmandu for sure. So, see you at Kathmandu with Lou someday. Subharatri guys. Yeah! So guys, हामी बिहान उठेर ब्याग स्याग प्याक गरेर गोसाइकुण्ड घुमेर फोटोसोटो हानेर होइन अनि ब्रेकफास्ट खाएर फेरि लुसँग एकछिन गफ हानेर हिँडेको सो गाइज वी आर एट चन्दनबारी कुरै नगरे यार सो यो चाहिँ हामी बसेको होटेल यहाँ खाना खाएको होटेल ग्रिन हिल भेरी गुड दिस हेज द बेस्ट फुड भेरी नाइस एन्ड रुम्सहरू पनि राम्रो छ म पहिला बस्दाखेरि नि यतै बसेको थिएँ एन्ड इट वाज गुड सो तपाईँहरू नि आउनु हुँदा यता आउनुभयो हुन्छ अनि यहाँ मजाको स्पेस छ बाहिर पनि अनि भित्र नि कोजी नै छ रुम्स चाहिँ माथि छ होइन भाइब चाहिँ नाइस छ रुम चाहिँ माथि छ यताभित्र बसेर खाने ठाउँ पनि छ अनि इट्स लाइक द बेस्ट हामीले रेकमेन्ड गर्ने नै यही नै हो खासमा यहाँ आउँदाखेरि चाहिँ अब यो डाइनिङ हल भइहाल्यो अनि उसको नाम चाहिँ तिम्रो नाम के हो तिम्रो नाम के हो अरे अनु फुलमाया अनि तिम्रो नाम अनि तिम्रो नाम उसको नाम पासाङ होइन अन्त ओके हेलो हेलो भन न ल क्यामेरा ल हेलो भन त यसो गर त सो भाइब छ नाइस छ यो ठाउँको चाहिँ अब यहाँबाट ठ्याक्कै माथि गोसाइकुण्डबाट चाहिँ इट्स लाइक 3 hours फ्रम देयर अनि वी आर हाफ वे टु धुन्चे अब अनि अब यहाँबाट नि 3 hours जस्तोमा चाहिँ नि विल गो डाउन सो आवर जेनरल एस्टिमेसन इज विल रिच धुन्चे बाई मेबी 5:30 to 6 PM अनि उता गएर बाटोमा चाहिँ बसिन्छ सो या द्याट्स इट दिस इज चन्दनबारी एन्ड दिस इज सुनिल साइनिङ आउट सो गाइज यो चाहिँ अब अति भएर अलिकति दुःख पोख्नै पऱ्यो भनेर लिन लगाएको टेक हो है मेरो र सुनिलको त खासै केही भएको छैन मेरो चाहिँ जुत्ता यस्तो खत्तम अवस्थामा पुगेको थियो कि च्यातेर पानी सानी सब पसेर अनि खुट्टा भिजेर त्यो चिसो भएर कराक्क परेर काटेर अस्ति पैतालामा 5-6वटा गएको थियो रगत पैतालामा अनि त्यो जसोतसो हिँडियो त्यतिमा पनि अनि अहिले हिँड्दै आयो हिल हुँदै आयो उसलाई हिल हुँदै त के आउँथ्यो जो हिँड्दै आयो अनि आज हामी ओर्लिँदै चन्दनबारीमा खाना खायो अनि खुट्टा लास दुखिरहेको थियो कि ओर्लिनै सकिरहेको थिएन चलि नै रहेको थिएन अनि के भएछ खुट्टामा भनेर हेरेको 2टा पानी फोका फुटेछ एउटा कान्छी औँलामा एउटा बुढी औँलामा अनि 4वटा पानी फोका चाहिँ एक्जिस्ट गरेर रहेछ अहिले टेक्नेतिर र माथिपट्टि गरेर त्यही भएर हिँड्न वाइल्ड गाह्रो भइरहेको रहेछ तर नि हामी खासै ढिला त हिँडेन सो गाइज हामी मिनी गोसाइकुण्ड पुग्यो अनि अब खोलाको आवाजले मेरो आवाज कति आएको थाहा छैन होइन तर अब मिडल अफ द ब्रिज मिडल अफ द रिभर भ्लग त गर्नै पऱ्यो फोक्सुन्डो जस्तै ट्रेडिसन कन्टिन्युज है अनि अब हामी पुगिसक्यो धुन्चे अलमोस्ट पुगि नै सक्यो 15-20 मिनट हो अब हामी लास्ट अल्याङ गरिरहेको छ पुग्यो भनेर रमाएर द्याट्स इट धुन्चे पुगेर विल सी यु गाइज So, we finally made it, guys. Fuck. Anything to say? धुन्चे द्याट्स इट म्यान फक इट वी बल हो कि फक इट वी बल सो आज चाहिँ नि हामी बिहान गोसाइकुण्डबाट हिँडेर हिँड्दा वेयर एट धुन्चे अहिले हिँडाइ चाहिँ होइन है तर त्यो धेरै हिँडा चाहिँ होइन थोरै हो या तर
You guys don't know my fucking condition. एकजनाको खुट्टा पुरा पानी परेर गर्न थाल्नुपर्छ बिग्रेको मसिन जस्तै चलेको छ बट चल्न चाहिँ चल्यो है मेन थिङ चाहिँ त्यो हो एन्ड गोसाइकुण्डबाट चाहिँ नि बिस्तारै हिँड्दै खाना खाँदै रमाइलो गर्दै अनि मेमोरिज बनाउँदै फोटो खिच्दै हामी चाहिँ यस आयौँ एन्ड यस्तो राम्रो भ्यू इन्जोय गर्दै चाहिँ अब चाहिँ वेयर वेटिङ फर आवर खाजा अनि वेयर अल्सो वेटिङ फर आवर बाइक त्यहाँबाट चाहिँ नि हामी आफ्नो धुन्सेमा जता बस्ने हो त्यहाँ चाहिँ नि जान्छौँ है सो या वी मेड द फकिङ ट्रिप हाम्रो टोटल आज कति 4 days भोलि चाहिँ अब काठमाडौँ फर्किने उताबाट हामी फर्किँदाखेरि चाहिँ नि इट वाज लाइक वान अफ द हार्डेस्ट ट्रेक्स मेरो लागि चाहिँ नि पर्सनली इट वाज द हार्डेस्ट ट्रेक अहिलेसम्म के अरे 5वटा कि 6वटामा हार्डेस्ट हार्डेस्ट ट्रेक सो या अब ट्रेल इज क्रेजी म्यान ब्युटिफुल छ है ब्युटिफुल चाहिँ छ अनि प्लस दि फकिङ रेन म्यान इट वाज अलवेज फकिङ रेनिङ हामी उकालो परुन्जेलसम्म पानी परेको परे थियो द्याट्स द ब्युटी अफ मनसुन ट्रेक है द्याट्स द ब्युटी वी वर फकिङ वेट ब्याग्स वर फकिङ वेट एभ्रिथिङ वाज फकिङ वेट होइन त्यही त तर एकचोटि पनि हामी त्यस्तो त्यो कुरेर चाहिँ नि बसेनौँ कतै पनि अनि त्यो हरेस खाने ठाउँहरू धेरै थियो तर खाएन हिँडै भयो यस्तै हो एन्ड द फेभरेट पार्ट वाज एकदम त्यो लो भए पनि अँध्यारो भइसक्यो झमझम पानी पर्सक्यो बस्ने ठाउँ पुगेको छैन 2जना हाँसेर बसिरहेको थियो क्या तर पनि है त्यही त अनि त्यसले गर्दाखेरि चाहिँ नि जस रमाइलो भएको थियो एन्ड इट वाज वान अफ द बेस्ट एक्सपिरियन्सेस अफ माई लाइफ है यो सेम एन्ड उता सूर्यकुण्ड चढुन्जेलसम्म चाहिँ इट वाज ओन्ली रेनिङ आजको दिन चाहिँ नि बिहान खुल्ला निलो आकाश घाम हिमाल हेरेको है दिनभरि इट वाज लाइक राम्रो थियो वेदर चाहिँ अहिले पनि अब लाइक सिमसिम पानी चाहिँ परिरहेको छ बट इट्स नट लाइक अनोइङ के पनि छैन कि त्यस्तो होइन सो अहिलेसम्म नि या सजिलो भयो त्यो आजको दिनमा चाहिँ नि धेरै सहिलो थियो सो आज सहिलो होस् हिजो सहिलो होस् भनेरै खासमा चाहिँ नि फर्स्टको 2 days चाहिँ नि हामी त पागलहरू जस्तै हिँडेको हो कुनै सेन मान्छेले गर्ने कामहरू चाहिँ हामीले गरेको छैन यो ट्रेकमा चाहिँ नि एनीवन हु वान्ट्स टु कम बाय दिस रुट है डोन्ट डु इट इन 4 days प्लिज not good for you, not good for your mental, not good for your body. Take 5 days. Day 1 Chipling. Day 2 Manumgot. Day 3 Gosaikunda. Day 3 Day 3 Gosaikunda. अनि बडी बोक के आते हैन Day 3 गोसाइकुण्ड पुग्छ अनि Day 4 के रे Day 4 गोसाइकुण्ड Day 4 down to Raswa हैन दुन्चे यस हैन या अनि त्यसपछि Day 5 मा टु काठमाडौँ त्यही त भयो त ट्रिप त होइन के मिस्टेक गरेँ Day 1 चिप्लिङ भयो होइन अनि त्यसपछि Day 2 मा चाहिँ नि मानुङगढ ठिक भएन Day 3 मा फेदी हुन्छ Day 4 मा चाहिँ नि फेदी टु गोसाइकुण्ड भयो एन्ड Day 5 मा चाहिँ गोसाइकुण्ड टु दुन्चे राइट अनि दुन्चे लाइट वाक्स हुन्छ त्यो भयो भने चाहिँ लाइट वाक्स अनि ट्रेल यति राम्रो छ यु गाइज विल ह्याभ मोर टाइम टु एक्सप्लोर द ट्रेल किनभने ट्रेलमा एकछिन बसेर भ्यू हेरौँ फोटो खिचिराखौँ त्यो मोमेन्ट इन्जोय गरौँ भन्ने मोमेन्टहरू चाहिँ धेरै थियो धेरै नै छ हामीले गर्न चाहिँ गऱ्यो हामीले त्यही गरेर राति लाइक लेट भयो होइन अँध्यारोमा हिँड्नु पऱ्यो अँध्यारोमा हिँड्नु नि रिस्की ट्रेल छ फेरि त्यही त बट इट वाज वर्थ एभ्री सेकेन्ड है अनि अलिकति त्यही भएर चाहिँ 4 days लगाउँदा चाहिँ गोसाइकुण्ड पुग्न 4 दिन लगाउँदा चाहिँ बेटर हुने रहेछ लाइक योर बडी वन्ट गेट टायर्ड इजिली हाल्न सक्छ सूर्यकुण्डसँगको रुट पनि राम्रो छ सुन्दरी जलबाट नआउने हो भने चाहिँ कुटुमसाङसम्म यु क्यान कम बाई सुमो सिधै सुमोबाट अनि अनमिल्यो कि त बाइक पनि आउँछ त्यहाँबाट बाइक पनि आउँछ कुटुमसाङबाट चढ्दै गए पनि हुन्छ कुटुमसाङबाट दिउँसो पुगेपछि मानुङगोट भन्ने ठाउँमा सिधै आएर बस्यो अनि अर्को दिन चाहिँ पुस नै गरिदिने त्यसरी आउने भए चाहिँ पुस नै गरिदिने सेकेन्ड डेमा गोसाइकुण्ड पुगिन्छ 8 घन्टा हिँडेर गोसाइकुण्ड पुगिन्छ थर्ड डेमा तलै फर्किने फर्केर यु क्यान मेक द्याट रुट है खासमा चाहिँ त्यो चाहिँ क्विकेस्ट गोसाइकुण्ड एक्सप्लोर गर्छ भने चाहिँ Day 1 कुटुमसाङसँग सुमो अथवा आफ्नो प्राइभेट भेहिकलमा आउने एन्ड यु गाइज पार्क इट देयर स्टल त्यहाँबाट वाकिङ सुरु गरेर मानुङगोटमा बस्ने अर्को दिन हेभी पुस गरिदिने लाइक टफ चाहिँ टफ नै हुन्छ किनभने 46 सम्म चढ्नु पर्यो अल्टिट्युड चाहिँ अलिक टफ नै हुन्छ बट यु क्यान डु द्याट अनि
त्यही गर्दा डे 3 मा त्यो जाने सिधै best हुन्छ। कुटुम्बसँगै फर्किन सक्छ अनि so this was one of the best experiences of my life personally, and this was Gosaikunda. So we're signing out. Thank you. Kids Studio, we're back! We did it, guys! We fucking did it, man. Take over, man. Let me try. Okay. So हामी चाहिँ आज बिहान धुन्चेबाट चाहिँ नि we took a fucking EV and कति 5 घन्टामा हामी माछापोखरी आयौँ। माछापोखरी आएर नि अब बाइकको व्यवस्था भएर बन्दोबस्त भएर अब फाइनली होम। फक बेस्ट ट्रिप एभर। We fucking did Did it, man. W trip, guys. W trip. ल Best trip, hardest trip. के हो अरू? अरू के हुन्छ? सबसे दुःख भएको ट्रिप नि यही हो। आवर लास्ट ट्रिप पनि हो। फर्स्ट ट्रिप पनि यही हो, For some लास्ट ट्रिप time. पनि यही हो। For some time. सो बाई बाई अहिलेलाई। Bye bye.